लसो फ्याफुल्ला दर्शन नमस्ते झोले डथे सबैजनालाई म सञ्जय लामा तामाङ आज भने बिल्कुलै तपाईँहरू माझमा मैले एउटा नयाँ भिडियो लिएर म आइसकेको छु है त। विभिन्न साथीभाइहरूले मलाई फेसबुक मेसेन्जरमा चाहिँ मेसेज गर्नुहुन्छ, सेफ तपाईँले विभिन्न किसिमका रेसिपीहरू त ल्याउनुहुन्छ, तर पनि अझै हाम्रो नेपाली रेसिपीहरू पनि ल्याएर आउनुहोस् न भन्ने जिज्ञासा राख्नुहुन्छ। उहाँहरूको जिज्ञासा एकदमै राम्रो छ, जायज छ, किनकि म एज अ नेपाली सेफ भएको कारणले गर्दाखेरि उहाँहरूले यो भनिराख्नु एकदम राम्रो कुरा हो र मैले पनि त्यो काम गर्नुपर्छ र ल्याउनुपर्छ। हाम्रो नेपाली कल्चर र फुडलाई इन्टरनेसनल मार्केटमा प्रमोट गर्नुपर्छ। तर यो भन्दै गर्दाखेरि मैले नल्याएको होइन, मैले कोसिस नगरेको होइन। मैले विगतका केही दिनमा अलिकति ट्राई गरेको थिएँ। मैले 4-5वटा रेसिपी ल्याएर चाहिँ मैले ट्राई गरेको थिएँ। लगभग मैले चाहिँ ढिँडो, गुन्द्रुकको झोल, मोमो त अब फ्युजन भयो, खासै नेपाली भन्न मिल्दैन, यो चाइनिज फ्युजन डिस भयो। मोमो पनि लिएर आएको थिएँ भने अन्य रेसिपीहरू पनि सेलरोटी, अन्य रेसिपीहरू पनि मैले लिएर आएको थिएँ। र मैले ल्याउने क्रममा चाहिँ के भयो त भन्दाखेरि मैले तपाईँहरूलाई मेरो अनुभव सुनाउँछु। मैले ल्याएर मैले सेयर त गरेँ, तर कस्तो हुँदो रहेछ भन्दाखेरि तपाईँहरूको यो प्लेटफर्ममा नि के खोज्दो रहेछ भन्दा हाम्रो नेपाली फुड चाहिँ अब लगभग सायद अब विदेशी कल्चरल फुडहरूसँग चाहिँ नमिलेर हो कि किन हो होइन। तर एकदमै कम्ती मेरो एकदमै अब, किनकि हामीले जब काम गर्छौँ, एउटा क्रिएट गर्छौँ भने त्यो चिज चाहिँ यस्तो हुनुपर्छ कि तपाईँको चाहिँ अलिकति मुभिङ हुन्छ र अलिकति चाहिँ तपाईँको चाहिँ हामीले क्रिएट गर्दाखेरि अलिकति त्यसलाई चाहिँ लाइक कमेन्ट सेयर आउँछ भने अलिकति मोटिभेट फिल हुन्छ कि, अनि चाहिँ बल्ल सेयर गर्न मन लाग्छ हामीलाई, अरू पोस्टहरू क्रिएट गर्न मन लाग्छ होइन, अरू पनि ल्याउँ भन्ने हुन्छ भने त्यसमा चाहिँ अलिकति कम्ती चाहिँ तपाईँको इङ्गेजमेन्ट आएपछि मलाई अलिकति डिमोटिभेट फिल हो। र यो प्लेटफर्ममा नि के चाहिँदो रहेछ त भन्दाखेरि चाहिँ मले यसो विचार गर्दाखेरि चाहिँ यहाँ पनि इन्टरनेसनल मेनु नै चाहिँदो रहेछ, मान्छेले इन्टरनेसनल मेनु नै खोज्दो रहेछ, किनकि यो चाहिँ इन्टरनेसनल बजारमा चाहिँ अलरेडी यो टाइपको मेनु छ नि त होइन, त्यही भएर चाहिँ मान्छेले त्यही चिज खोज्दो रहेछ भन्ने मलाई फिल भएको कारणले गर्दाखेरि मैले त्यो चिज चाहिँ मैले स्टप गरेको हो है। तर स्टप गरेर मलाई यो होइन कि मैले केही समयको लागि मात्रै मैले अरू अरू चिजहरू बनाउँदैछु, किनकि मैले पनि एउटा क्रिएट गरिरहेको छु, रिसर्च गरिरहेको छु, मैले बुकहरू बनाउन प्लान गरिरहेको छु। त्यस कारणले गर्दाखेरि चाहिँ अलिकति मैले थातिराखेको छु। तर नेपाली फ्युजन टाइपको मैले रेसिपी बनाइसकेको छु, मसँग अलरेडी मेरो डिभाइसमा अलरेडी रेडी छ। आगामी दिनमा तपाईँहरू माझमा म पब्लिस गर्नेछु र तपाईँहरूलाई म निराशा बनाउन दिने छैन होइन। र त्यही कारणले गर्दाखेरि चाहिँ धैर्य गर्नु होला साथीहरू सबैजनाले। र अब मैले केही समय चाहिँ म अब लगभग मेरो विदेशको यात्रा भनेको 20 वर्ष लगभग भइसकेको छ। मैले अब विदेशलाई बिट मार्ने तर्खरमा मैले सोचिरहेको छु, प्लान बनाइरहेको छु र आफ्नै देशमा गएर केही गरौँ भन्ने पनि एउटा मैले ऊर्जाका साथमा एउटा सोचिरहेको छु। भने अब सायद विगतका दिनहरूमा म नेपाल गएर तपाईँहरूले आफ्नै माटो, आफ्नै सुगन्ध, आफ्नै ठाउँबाट चाहिँ मैले तपाईँहरूले अर्ग्यानिक चिजहरू मैले सायद भिडियो मार्फत प्रस्तुत गर्नेछु, फिल्ममै गएर भन्ने चाहिँ मैले प्लानहरू पनि गरिरहेको छु। आई डोन्ट नो कतिको सक्सेस हुन्छ के हुन्छ थाहा छैन, तर एउटा सोचाइ चाहिँ मैले बनाएको छु साथीहरू। त्यही नै हो। तपाईँहरूको सल्लाह सुझाव जिज्ञासाहरू चाहिँ दिँदै गर्नु होला, मलाई हौसला बढ्नेछ र मलाई अरू मोटिभेट हुनेछ र मलाई नयाँ नयाँ क्रिएटिभ चिजहरू थिङ्किङ गर्नलाई मद्दत गर्नेछ। भने तपाईँहरू पनि केही छ तपाईँहरू बिचमा भने सेयर गर्नु होला मसँग, र म पनि तपाईँहरू माझमा चाहिँ मेरो नलेजहरू आइडियाहरू सेयर गर्ने कोसिस गर्नेछु। थ्याङ्क यू भेरी मच एभ्री वान, लभ यु अल। हेल्दी रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, स्वस्थ रहनुहोस् र इन्जोय पनि गर्नुहोस्। राम्रो राम्रो रेसिपीहरू पब्लिस भएको छ, ट्राई गर्नुहोस् घरमा होइन, अनि मजाले इन्जोय गर्नुहोस् र तपाईँहरूको लाइफ चाहिँ राम्रो हाँसी खुसी साथ बितोस्। धन्यवाद सबैजनालाई, थ्याङ्क यू भेरी मच सबैजनालाई है त।